ल ल हाम्रो पानी कुवा बाँधेरो हामी बाख्रा चराउँदाखेरि यहाँ खाने पानी आजबाट सोरेछ साथी हो। अब यहाँ पानी खानु पर्यो नि हामीले। हाम्रो पुरानो बाँधेर अलिक उता जान दिउँसो बाख्राको ढला गर्दा पानी खाने भनेर सोरेको। हजुर देखेको छैन कि गोलो पुरा लमिलो हो त्यो त जानु हो त्यो यस्तो फोहोर छ बोल्नु न पुरानो पढेर हाम्रो हामीलाई एक पाता तिन पनि दिनु होला कसैले यहाँ हाल्ने। माछा छ कि छैन त्यहाँ? घरमा धारा आयो भनेर पुरानो पँधेरालाई हेला गर्ने पँधेरा सोरेको हामी यहाँ गोठालो आउँदा पानी खाने ठाउँ बनाएको। यस्तो फोहोर छ गर्मीमा लास्टै गर्मी छ हेर्नु साथीहरू राम्रोसँग बस्नु होला भन्दै पानी खाने भए यहाँ हामीलाई सम्झिनु होला। फ्रिजमा राखेको पानी खाइहाल्यो भने त्यहाँनिर एकछिनपछि आँप पोलिहाल्छ। यो पँधेरा छोप्ने टिन पनि कुहिएर यस्तो भयो यी हेर्नुहोस्। त नि लु सबैले हेर्नु ल है हेर्नु यस्तो भयो सबै टिन कुहिएर। ए कता मेरो मोबाइलमा पानी के अरे त्यो कुहिएको पत्ता हाम्रो कुवा पानी बाँधेरो घरमा पानी आयो भनेर यो कुवालाई झेला गरेर जस्तो भयो साथीहरू। अनि सोरेको पानीको बोतल भरेर खानु पर्यो बाख्रा चराउन आउँदा। त्यही भएर आज सोरेको यहाँ कुवामा माछा आछ के हो बाम माछा आछ माछा आयो साथीहरू माछा आयो। ल भित्र हात हालेर सोर्न नि डर लाग्ने सर्प छ कि भनेर पुग्न सकेन कि। ल हेर्नुहोस् हाम्रो पँधेरा यस्तो छ। यो पुरानो एउटा साथी बाख्रा धपाउँदैछ तिनजना यहाँ कुवा सोरेछ मैले यहाँ क्यामेरा गरेको छु साथी हो। म आज क्यामेराम्यान आया भाइ पुरानो पँधेराको संरक्षण गर्नु होला सबैजनाले। म चाहिँ कसले तपाईँ भन्ला जस्तो आफैमा म क्यामेराम्यान हो यहाँ साथीको आज ल आया हो माछा आइसक्यो हो टोक्ला त्यो धेरै यो पत्ताहरू कुहिएर मलिलो भएर बिग्रिएको भएको पानीले उठ्यो हिला बिग्रियो नि त अहिले। त्यसको आँसी अलि लामो थियो कि कता गयो यसले नि आउँछ होला कता यो आउँछ त्यसले गोलो पुरेको गाह्रो म आतै तै सेमिन खल्सी हो आँठी से माजोरा आँटी भयो